What's up guys? म शोभा भन्ने अरे होइन, म शोभा नै होइन। वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ मेरो कहानी बिहानैबाट सुन्नुहुन्छ भने हजुर दङ्गै पर्नुहुन्छ के भन्नुहुन्छ भनेदेखि होइन, बिहान पानी परिरहेको थियो, ठुलै पानी परिरहेको थियो। अनि ढिला उठेछु है, 41 को ट्रेन थियो, भेटाउनु पर्ने। म ठ्याक्क 41 मा स्टेसन पुगेँ, ट्रेन त गइदियो। अनि मेरो ताल पनि एकछिन सोचिराखेँ, जाँदिनँ कि जाम कि नजाम कि भने। अनि काममा नोटिस गरेर ल बिदा बसेँ म। अनि घर फर्केँ है। अनि अहिले घर फर्केर पनि खानासाना खाएँ, मोबाइल हेरेँ। जुठे भन्ने सिरियल छ कि मेरो फेभरेट है गाइज, त्यो सिरियल हेरेँ भ्याएँ। अब चाहिँ म कहाँ जाम त भन्ने सोचेँ क्या। अब चाहिँ जानु पऱ्यो एक न एकतिर त होइन। अहिले पानी पनि बन्द भइसकेछ के, अहिले चाहिँ आएको छैन। सो बिहानकै लुगामा यस्तै अब हिँड्दिन लागेको म। ल स्थिति हुन है त गाइज, म कहाँ पुग्छु भनेर कहाँ जान्छु भन्ने गन्तव्य चाहिँ छैन है मेरो बाहिर भए कहिल्यै पनि हुँदैन के। तर दिमागले जहाँसम्म भ्याउँछ, बाटो जहाँसम्म पुग्छ मेरो स्कुटर, त्यही नै हो कि मेरो गन्तव्य होइन। ल मैले त्यस्तो राम्रोसँग भिडियो त खिच्दिनँ होइन, तर पनि थोरै क्लिप चाहिँ मैले राखिराख्छु। आई होप सबैजना मन पराइदिनुहुन्छ भन्ने। आजको भिडियो चाहिँ केही पनि छैन चाहिँ जस्ट बाहिर गएर आउँछु, तर कहाँ जान्छु के गर्छु मात्रै देखाउँछु मात्रै है। यस्तो क्या, बाई बाई। चाहिँ मेरो रुमको ढोका बन्द गर्छु। कोनिचिवा। ओके, पानी चाहिँ हल्का परिराखेको रहेछ। अनि मेरो स्कुटर चाहिँ यहाँ छ। गाइस होइन, पानी परिरहेछ के। अहिले चाहिँ म सिङ्गोमा रोकिरहेको छु। सिङ्गो पनि ग्रिन भयो, अब जान्छु म चाहिँ। अहिले मेन खामुनोमियाको सिङ्गो हो यो चाहिँ। यता राइट साइडतिर जाने हो भने चाहिँ खामुनोमियाको जुताको गइन्छ, अनि लेफ्ट साइडतिर जाने हो डाइनोसिटी गइन्छ होइन। अनि म चाहिँ के सोचेँ भने चाहिँ बाटोमा हिँड्दै गर्दा अब चाहिँ म डाइनोसिटी नभएर हिराचुका जानु पऱ्यो भन्ने सोचिरहेको गाइस। चाहिँ अझ पनि यस्तै हिँडिडुलिरहेको छ यतिहरू है। कतिखेर पुग्ने घर थाहा छैन, यत्तिकै मलतिर घुमिरहेको के। किन्नु पनि केही छैन, जस्ट यति मात्रै किनेर हो। आइज है, मलाई यत्तिकै डुलिरहेको कि काम न काजसँग जस्तो के है। कहाँ के लगाइदिएको छ भनेर किन्ने फेरि धेरै होइन क्या। किन्नु चाहिँ पहिला चाहिँ होइन, जापान आउने बित्तिकै यस्तो किन्न मन लाग्ने, जे देखो त्यसो मात्रै हिँड्ने क्या। अहिले त है नानीहरू भएर होला त्यस्तो धेरै सामान किन्नै मन लाग्दैन क्या। आज पनि डुले है, केही किनेन। जस्तो यहाँ चाहिँ अब बेडसिट लाग्दै आएछ कि, लगाएर चाहिँ सेलमा। सो नानीहरूको बेडमा लगाइदिन हुन्छ भनेर चाहिँ बेडसिट किनेर आएँ के। म भित्र छिरेँ है त। म चाहिँ होइन गाइस, यत्तिकै डुलिरहेको के काम नगएसँग। यो पानीको बेला के को रहर होला क्या, मान्छे सुतेर बस्छ। म चाहिँ अहिले इडन जाँदैछु। इडनमा अब मलाई चाहिँ क्यामेरा किन्ने मन छ कि खासै भने, तर पैसा चाहिँ छैन, हेर्नु चाहिँ मन लाग्यो कि। अनि त्यही भएर चाहिँ म जाँदैछु। अनि के साथीहरू होइन, मैले चाहिँ यहाँ म्युट गरेँ होइन, किनकि बाहिर चाहिँ साउन्ड आइरहेको थियो कि, म्युजिकहरू बजिरहेको थियो। सो आई डिसाइडेड टु म्युट द भिडियो। अनि चाहिँ अहिले चाहिँ भोइस ओभर गरिरहेको छु, हेर्न सक्नुहुन्छ। म क्यामेरा चाहिँ हेरेँ होइन, तर अहिले चाहिँ आफ्नो ब्यालेन्स छैन क्या। अनि त्यही भएर चाहिँ अहिले पछि चाहिँ ल्याउने सोचिरहेको छु। अनि म चाहिँ डुलिरहेको छु है, तर ल्याउने केही पनि होइन, किन्ने केही पनि होइन। म डुल्ने चाहिँ किन होला क्या है। कसैले त यस्तो बानी पर्दो रहेछ कि साथीहरू है। मलाई त्यस्तै बानी छ कि, म जस्तो हुनुहुन्छ या हुनुहुन्न त अब मलाई थाहा भएन है। तर पनि यदि हुनुहुन्छ भने चाहिँ साथी बन्न आउनुहोस् र। अहिले यत्तिकै डुलिरहेको छु, मान्छे खुट्टा गलिसक्यो, अझ पनि डुल्न
डुलिरहेको के यहाँ चाहिँ है। अनि फेरि हेरिरहेको थिएँ म, डुलिरहेको थिएँ होइन। एउटा पसल देखेँ क्या त्यहाँ आउटलेट सेल भनेर होइन। त्यो पनि कति भन्नुहुन्छ भने 90% सेल के 70 to 90% सेल भनेर लेखेको थियो के। किन रहेछ भनेको त H&M नो ओतान्जोबी रहेछ कि यो पसलको होइन, 1 वर्षको एनिभर्सरी रहेछ। अनि भित्र छिरेर हेरेको फेरि कहाँ 70देखि 90% कहाँ सेल छ यार। जतिको तति नै पैसा देख्छु कि म त अचम्म लागेको। त्यही पनि मैले चाहिँ फेस मास्क र अनि चाहिँ हेयर ओइल चाहिँ ओके गाइस, अहिले पनि पानी परिरहेछ। म चाहिँ यिनी किनेर आइसकेँ। अझ पनि मलाई चाहिँ घुमेर पुगेको छैन होइन गाइस। यो चाहिँ मेरो स्कुटर हो। आवाज डाइनोसिटीको पनि अर्को उसमा जान्छु क्या, जिउ हुँदै केही सामान किन्न त छैन कि मलाई होइन, तर पनि आई वुड लाइक टु गो। एकचोटि भिजिट त गर्नु पऱ्यो नि त होइन त आइसकेपछि। अनि के साथीहरू होइन, काम न कामसँग डुल्ने मात्रै अनि किन्ने पनि केही होइन, त्यस्तो मान्छेहरू चाहिँ को हुनुहुन्छ मजा। फाइनली ओके गाइज, इट्स टाइम टु एन्ड माई भिडियो होइन। थ्याङ्क यू फर वाचिङ। म चाहिँ अब भिडियो एन्ड गर्छु। अब घर पनि जानु पऱ्यो, रात परिसकेछ कि बाहिर बिहान निस्केको मान्छे है, साँझसम्म पनि बाहिर छु कि खाना पनि खाएको छैन यार। अब चाहिँ घर जान्छु म। अनि चाहिँ यो भिडियो पनि होइन एन्ड गर्छु। ओके, थ्याङ्क यू सो मच फर वाचिङ।